हामी चन्द्रगिरी है चन्द्रगिरीमा आएको छौँ चन्द्रगिरीको चन्द्रगिरी केबल कार जाँदैछ है चन्द्रगिरी केबल कार हाम्रो सोतिर आज हाम्रो यात्रा चन्द्रगिरीतिर हुनेछ ओके मैले खास यो हल्का यसो खिच्दिउँ भनेर हो पुरै मान्छेको पनि छैन यहाँ खाली छ केबल कारको लागि यहाँ पहिला प्याक थियो मान्छे छैन ओहो केबल कार आइसकेको अवस्था छ यता अब यो केबल कार हो हामी केबल कार चढ्नुपर्छ है त यता सोतिर म अब यहाँ मात्रै त्यो हो छुइहाल्थ्यो चारवटा लाएर यो केबल कारको मेसिन चारवटा लाएर चन्द्रगिरी हिल्स आज हाम्रो यात्रा हुँदैछ नेक्स्टमा हामी दुईजना मात्रै जाने र यो आउँदैछ त त्यो त फेरि आयो अर्को केबल कार है त चढेर हाम्रो चन्द्रगिरीको यात्रा हुँदैछ यात्रा है हाम्रो ओके गाइस चन्द्रगिरीको यात्रा हुँदैछ हाम्रो है त लाएर चन्द्रगिरी जाँदैछौँ केबल कार चढेर लाएर अब हामी चाहिँ केबल कारमा प्रवेश गर्दैछौँ कार लाएर झट्ट लाएर चढ्यो केबल कारमा झट्ट लाएर आज चन्द्रगिरी यसो घुमेर आऊँ भन्ने चाहिँ हामीलाई लागिरहेको अवस्था छ है त tanya yun na cema mo. Tanya dia. Dulu kan ini ya, dalam. Oke. Suatu हाम्रो यात्रा चन्द्रगिरीतिर हामी सोचेर मेरो यता लाएर चन्द्रगिरीको यात्रा गर्दैछौँ अब यता लाएर के हुन्छ कसो हुन्छ है त यो कारमा छोडिसकेको अवस्था छ है हाम्रो अब घुममा लम्बे अब काठमाडौँ देख्न सक्नुहुन्छ यहाँबाट तपाईँ त अझै अलि माथिबाट हेरौँ ल काठमाडौँ भनेको चिज चट्ट लाएर माथि गएपछि अलि जाडो पनि छ है अलिअलि यसो हुन्छ नि त ओके मनगाउँ कति दुईचोटि गयो है दुईचोटि भन्दा पऱ्यो कि दुईचोटि गयो चोटि घुम्लिएकै चन्द्रगिरीको यात्रा है त काठमाडौँबाट चन्द्रगिरी यात्रा टिकट भएको चाहिँ अलि महँगो रहेछ आउने जानेको 830 रुपियाँ मलाई चाहिँ अलिक महँगो फिल भयो है नेपालीहरूलाई हे हल्लाउँछ है हल्लाउँछ चन्द्रगिरी हल्लाउँछ है हल्लाउँछ हामीलाई आजको फर्स्ट एक्सपिरियन्स लाएर है त हाम्रो यात्रा अब हाम्रो यात्रा यी तल्ला काठमाडौँ देख्नु भएको छ तपाईँहरू कि देख्दैन है ओके अलिकति नदेखिरहेछ हौ टल्किएछ पुरै हाम्रो सोटी राजा हेलो है त च्याट्ट लाएर यताबाट हाम्रो यहाँ त काठमाडौँबाट यसरी पो देखिँदो रहेछ त अनि कानडुम्म भयो मेरो त है यो चाहिँ काठमाडौँ है काठमाडौँको यो ठ्याक्कै यो नेक्याप एरिया है यो हामी चाहिँ अब चन्द्रगिरी जाँदैछौँ हिउँ चाहिँ छैन होला सायद हौ त्यो चाहिँ पारी चाहिँ डाँडामा चाहिँ देखिएको चाहिँ हिउँमा चाहिँ जान पाए त अझै दामी हुन्थ्यो उता पनि देखिन्छ यहाँ त परेन होला त यो चन्द्रगिरीको यात्रा है त हाम्रो हामी हो त्यो माथिल्लो यो डाँडा छोडेर अझै पल्लो डाँडा त्यहाँ जाँदैछौँ लगभग 3000 समथिङ उचाइमा 3100 उचाइमा हामी जाँदैछौँ है त निकै
चिसो मौसम यता घाम लागिरहेको छ च्याट्ट लाएर एकदमै प्रकाशको किरण आइरहेको अवस्था छ यताबाट यता तल चाहिँ ओके वा काठमाडौँको यो नेकअप एरिया गुर्जुधारा एरिया यता पर्छ भने काठमाडौँको हामीले त्यहाँ पर चाहिँ हामीले चाहिँ तपाईँले देख्न सक्नु अलिकति देख्नुहुन्न उहाँ चाहिँ हामीले धरहरा देखिरहेको छ म काठमाडौँको धरहरा च्याट्ट उहाँ चाहिँ एउटा सिङ्गो ठोडिरहेको छ मै धरहरा धरहरा एउटा उभिरहेको छ है काठमाडौँमा यही हो काठमाडौँ पुरै है काठमाडौँ मात्रै होइन यहाँ ललितपुर सलितपुर सब देखिएछ यहाँबाट भक्तपुर पनि देखियो होला तर भक्तपुर अलिक टाढै छ है यही हो काठमाडौँ यति काठमाडौँ यति छाप्याक अनि छाई चाहिँ नप्रुतो त काठमाडौँ रे त्यहीँ गेसी नदेख्ने है अनि अगाडहरू बनाउने नि यो हामीभन्दा अगाडि अगाडि गएको त त्यही छ त अझै यो त गइसक्यो भन्ने हाम्रो त त्यही त हुन्छ नि कहाँ हुन्छ जाने यो छाउ मनी चाहिँ त्यो छाउ खाइगयो बेला त्यतै दत्तलामै ओके ओके हामी अब डाँडातिर आइपुग्न लागिसकेको छौँ यो डाँडातिर आइपुग्दाखेरि अलिकति एकदमै शान्त रूपमा चलिरहेको छ यो तल जङ्गल देख्न सक्नुहुन्छ है तपाईँले हरियो छ यो जङ्गल है यो के को जङ्गल हो थाहा भएन है झट्ट लाली गुराँसको भयो त दामी देखिन्थ्यो होला के अनि अब थाहा छैन के को वरिपरि सही जङ्गल छ यो चाहिँ अब चन्द्रगिरीको डाँडा हामी ठ्याक्क अब अलिकति पुग्न लागिसकेको अवस्था छौँ टलाएर हामी चाहिँ अब च्याट्ट लाएर यहाँ चाहिँ आइपुगिसकेका छौँ है त चन्द्रगिरीमा च्याट्ट लाएर मान्छे भिड छ यहाँ ढोका खोल्दा ढोकाबाट झर्नुपर्छ है सबै मान्छे छन् ओके हामी त यहाँ डाँडातिर आइसकेका छौँ अब डाँडामा बसेर च्याट्ट लाएर चिसो हावा खाने हाम्रो उस भएको छ प्लान भएको छ अगाडि यता लाएर हावाहरू कति चिसो भएको घामै लाग्छ रहेछ चिसो छ अनि खोइ तिर नायो रे उहीँ नासियो तिन पैदे अनि के हिउँदा नि पर्छ कि यो त्यहाँ तल हेर न कति हजार मिटर भनेर त्यहाँ देखाएको छ यसको कहाँ कहाँ के छ भन्ने यही हो स्टेसन त्यहाँ त्यो अघिको डाँडाको भयो के अरे पल्लो डाँडाको अनि यता चाहिँ यता त मन्दिर जाने पार्टीहरू होला चन्द्रगिरीको मेन डाँडै त्यही मन्दिर त हो अनि टिका खाइबिसी त टिका खाइबिसी पिउ रे के हो बाबा महादेवको मन्दिर छ क्या त्यही भएर नि बुद्धि खायो म बेसी चेक्लर सेकिरी सरी लाएर भालेश्वर महादेव रे मिङ हेसे मि तो थिएन नि त ओके ओके सो हामी चाहिँ चन्द्रगिरीमा छौँ चन्द्रगिरीको डाँडामा अलि एकदम बबाल घाम लागिरहेको छ चन्द्रगिरीमा अनि टलाएर यहाँ चन्द्रगिरीको भालेश्वर भालेश्वर महादेवको मन्दिर है टलाएर भालेश्वर महादेव छ यहाँ टलाएर यहाँ चाहिँ ठुलो त्रिशूल राखेको छ यता हाम्रो पृथ्वीनारायण शाह पनि रहेछ कति राम्रो शाहदेव त अब चाहिँ टलाएर केही अति नै रमणीय जग्गा छ रमणीय ठाउँ छ यो चन्द्रगिरीको डाँडा चन्द्रगिरी हिल्स भनेर चिनिन्छ यहाँ
एकदमै व्यवस्थित तरिकासँग बनाइएको छ प्रवेश नो एन्ट्री भनिएको छ यो मन्दिर भालेश्वर महादेवको मन्दिर अब महादेवको धेरै नाम छन् है अब भालेश्वर उता कालेश्वर रालेश्वर के स्वर छन् अब ठाउँ अनुसारको छन् हाम्रोतिर फेरि गडहरेश्वर छ है गडहरेश्वर एकदमै छौ चन्द्रगिरीमा यो के भन्छ अरे यो